गुड मर्निङ, नमस्ते सम्पूर्णमा। तपाईहरुले मेरो गाडीको भिडियो त प्राय देखिरहनु नै भएको होला। गाउँ गाउँ अनि सहरतिर गएको भिडियोहरू देखिरहनु भएकै होला। तर यसको विशेषता चाहिँ के छ भने गाउँतिर जानलाई चाहिँ एकदम कम्फर्टेबल अनि पिच कच्ची सबै ठाउँमा जानलाई सहज हुने गाडी हाम्रो। अनि तपाईहरुले बाहिर मात्रै देख्नु भएको छ भने आज म तपाईहरुलाई विशेष भित्रको कुराहरू म देखाउँदै छु। अनि यो चाहिँ हाम्रो ड्राइभर सिट अनि यतापट्टिबाट चाहिँ हाम्रो डाक्टरहरू कोही विशेष व्यक्तिहरू जानु पर्यो भने हामी यहाँ राख्ने छौं। त्यसपछि हामी पछाडिबाट देखाउने छौं तपाईहरुलाई। अनि हामी पछाडिबाट हेर्छौं भने चाहिँ हाम्रो चाहिँ गाडीमा चाहिँ तपाईको यो सिट कभरहरू खास त प्रायले हाल्दैन, तर मैले चाहिँ किन हालिरहेको छु भने हामी आफै सुग्घर सफा भयौं भने अनि हामी आफै स्वस्थ रह्यौं भने हामीले अरूलाई पनि स्वास्थ्य तुल्याउन सक्छौं। अनि यो चाहिँ किन मैले तपाईहरुलाई देखाइरहेको छु भने चाहिँ गाडी चाहिँ बिरामीलाई चाहिँ एकदम के हुनुपर्छ, कम्फर्टेबल हुनुपर्छ र सेवा सुविधा हामीले दिन सक्नुपर्छ। विशेष सुविधा अर्को के छ भने हामीमा यो अक्सिजन 2वटा छ अनि यो 2वटामै चाहिँ रेगुलेटर फिट छ। अनि जब हामी बाटोमा अप्ठ्यारो पर्दाखेरि चाहिँ हामीले रेगुलेटर चाहिँ चेन्ज गरिराख्नु पर्दैन, हामीले सिधै पाइप मात्रै चेन्ज गर्दा हुन्छ। अनि यो अक्सिजन लगाउँदा चाहिँ कतिपयले चाहिँ हावामा लगाइदिरहेको हुन्छ अनि अक्सिमिटरले ननापिकन कतिमा लगाउने थाहा नभइकन सास फेर्न गाह्रो भयो भने त्यत्तिकै चाहिँ झ्याप्प अनि लगाइदिरहनु भएको हुन्छ। त्यसो गर्नु चाहिँ एकदम अलिकति मूर्खता पनि हो। अनि त्यो भएको कारण चाहिँ हामीसँग चाहिँ अर्को विशेषता भनेको चाहिँ अक्सिमिटरको पनि सुविधा छ। अनि हामी चाहिँ यो अक्सिजन लगाउने बिरामीलाई चाहिँ अक्सिमिटरले नापेर कतिमा लगाउनु पर्छ, कति चाहिँ उहाँलाई अक्सिजनको कमी छ त्यो नापेर मात्रै हामीले चाहिँ लगाउने गरेको छु मैले चाहिँ अहिलेसम्म। अनि विशेष भनेको चाहिँ हामीले चाहिँ अब अरू कुरा त तपाईहरुलाई थाहा नै छ, 24 घण्टा सर्भिसमा हिँडिरहेको तपाईहरुले देख्नु भएकै छ। चाहे राति होस् चाहे दिउँसो होस्